जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई नमस्कार अनि त्यस्तै भन्न चाहन्छु। म कुङ्गो शेर्पा। स्वर्गीय कान्छा शेर्पाजुको पुण्यतिथिको अवसरमा चाहिँ कुनै ठाउँमा रहेको व्यक्तिहरूलाई एक छाक भोजन दान गरिदिनुहोस् भनेर उहाँको प्यारो छोरी थाप्पा शेर्पाजुले चाहिँ म मार्फत रु 11,000 रुपियाँ सहयोग पठाइदिनु भएको थियो भने त्यही सहयोग रकम दिएर चाहिँ अहिले हामी नवजीवन परोपकार समाजमा रहेका बुबा आमाहरूलाई जुन बेलुकाको भोजन खुवाउनुको लागि यहाँ आइपुगेको छौँ र आफ्नो स्वर्गीय बुवाको यो जुन लम्जु अर्थात् पुण्यतिथिको अवसरमा चाहिँ यहाँ रहेको व्यक्तिहरूलाई यति मिठो भोजन खुवाउनु भएकोमा तपाईँहरूको सम्पूर्ण परिवारलाई हृदयदेखि नै एकदम धेरै धन्यवाद भन्न चाहन्छु। भने यहाँ रहेको व्यक्तिहरूलाई यति मिठो भोजन दान गरेको पुण्यको फलले चाहिँ उहाँको फेरि एउटा सुख शान्ति भएको परिवारमा जुनिलेर उहाँले पनि राम्रो पुण्य सञ्चय गर्न सकेर चाहिँ बुद्ध भूमि पुग्न सकोस् भनेर कामना गर्न चाहन्छु। हस्त धन्यवाद। गतेका दिन काठमाडौँ कपुरधारा निवासी सहयोगी सामाजिक परोपकारी व्यक्तित्व छोरी लाक्पा शेर्पाज्यूले स्वर्गीय बुवा कान्छा शेर्पाज्यूको पुण्य स्मृतिको अवसरमा पुण्यतिथिको अवसरमा यस नवजीवनमा आश्रित वृद्ध बुवा आमाहरूलाई पितृ प्रसाद अर्पण गराउनु भएको छ। सर्वप्रथम उहाँको बुवाको वैकुण्ठ र स्वर्गमा बास होस् भन्ने हामी कामना गर्न चाहन्छौँ र त्यसै गरी हामीलाई यो सेवा सहजीकरण गर्नुहुने हाम्रो अभिभावक सदैव सेवा गर्नुहुने चाहिँ आध्यात्मिक परोपकारी तथा सामाजिक व्यक्तित्व कुङ्गा गुरुज्यूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। त्यसै गरी साथमा उहाँको साथमा कर्मा लामाज्यू पनि आउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद नमन गर्न चाहन्छु र लाक्पा शेर्पाको पनि सुस्वास्थ्य दीर्घायु उन्नति प्रगतिको हामी कामना गर्न चाहन्छौँ। जय होस्, कल्याण होस्, मङ्गल होस्।